ससुराली गाउँ म्याङ्लोङ बजार बिहान भइसकेको छ। यता घामै लागिसक्यो। हामी चाहिँ ओछ्यानमै छौँ। केरा पनि फलिरहेको रहेछ। हिजोको दिनभरिको थकानले गर्दा मजाले सुत्यो। आजको दिन सुरु भइसकेको छ। युट्युबमा भिडियो आइसकेको छ हेर्नु है। यहाँ अर्को म्याङ्लोङको भिडियो बन्दैछ। भोलि आइहाल्छ त्यो। धरानदेखि म्याङ्लोङको भिडियो अहिले 8 बजे आउँछ। भिडियो हेर्दै गर्नु होला। आज म्याङ्लोङ बजारदेखि म्याङ्लोङको विभिन्न ठाउँहरू घुमेर हामी सम्धोतिर जाँदैछौँ। त्यहाँ मात्रै काँडे काँडा त्यहाँ त ल हामी चाहिँ बिहान बिहानै कतातिर अब कहाँ हिँडेको अरे हामी सिंह देवी मन्दिर अरे। के पो भन्छ के भन्छ हिमालतिर हुने भोटेको त्यस्तो गर्नु हुँदैन नि त नि। हिजोकै ठाउँतिर हामी चाहिँ जाँदैछौँ। हिजोको मन्दिरभित्र आज चाहिँ पस्ने होला होइन कि के हो? यो म्याङ्लोङ गल्लीमा हाम्रो यात्रा अगाडि बढ्दै म्याङ्लोङ देवी मन्दिर दर्शन गर्नु आइपुग्यो। आज चाहिँ कस्तो परेवा र कागहरू कम्ता छैन। बर पाकिरहेछ पुरै। हमारा मुझे अगाडि देखेँ के नहुने हो? मन्दिरको वरिपरि चाहिँ एकदम तलदेखि सानो देखिए पनि भित्र छिरिसकेपछि राम्रो रहेछ। ल यो म्याङ्लोङको कस्तो भित्र त अनि पुरै बरको रुखकोहरू रहेछ। कस्तो दाम ए हुन्छ हस् 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 साह्रो दामी हो अरे।
कस्तो खतरा रहेछ सबै यो बरकै रुखको जरानादेखि उत्पत्ति भएको रहेछ यो खासमा म्याङलोङको विशेष उत्पत्ति भएको चाहिँ यहीँदेखि नाम रहन गएको अरे भन्ने चाहिँ यहाँ त गणेश जस्तै यहाँ जराको छ जरा पनि खतरा रहेछ है र म्याङलोङ बजारको म्याङलोङ देवीको मन्दिर चाहिँ यही हो यहाँ चाहिँ हामी म्याङलोङको दर्शन गर्न आएको यो चाहिँ बिरालो ढुङ्गा काटेको ढुङ्गा चाहिँ यहाँनिर छ यहीँबाट उत्पत्ति भएको अरे यो चाहिँ बरको रुख यो बाहिरबाट यत्रो ठुलो छ कि होइन ब्याज लगाइदिन्छ ल लाउँदा नि हुन्छ लाउनु मलाई नि लगाइदिनु 0.5 पुग्दैन मेरोमा पुजारी हुनुहुन्छ रहेछ हामी आफै पुजारी भएर होइन बाहिर हुन्छ सोचेको काम पुरा होस् धेरै पैसा कमाउनु स्वास्थ्य रहनु आशीर्वाद यता देखाउ आशीर्वाद छ मेरो भिडियो फोटोको उ गर्नु गरेछ यहाँ पनि यो फलामको पनि यस्तै बनाइएको रहेछ यो चाहिँ जुन काटिएको ढुङ्गा भनेर गरे यही चाहिँ यो बिरालो ढुङ्गा चाहिँ यहाँ बर त्यहीँदेखि उत्पत्ति भएर चाहिँ यस्तो भएको अरे ल दान पेटिकामा दान दिने अरे पुर्याउँछन् पनि अवश्य भगवान्ले चिताउनु चाहिँ पर्छ चिताएको सुख छ ल हामी चाहिँ यो म्याङलोङ देवीको दर्शन गरेर फर्किसक्यौँ एकदम राम्रो सोचे भन्दा फरक भित्र ऊ चाहिँ मन्दिरभित्र चाहिँ पाइयो जुन ढुङ्गा यो हिजोको भिडियोमा मैले भनेको थिएँ त्यो चाहिँ त्यहीँदेखि उत्पत्ति भएको रहेछ त्यो बरभित्र ढुङ्गाहरू पनि देखियो क्यामेराहरू सबै एलाउड रहेछ सबै मैले भिडियोमा हालिरहेको छु भिडियो मजाले हेरिदिनु होला दर्शन गर्नु होला मैले चाहिँ मन्दिरमै आएर दर्शन गरिसकेँ अब हामी मन्दिर दर्शन गरेर फर्किँदैछौँ भरे टाइम मिलाउने भ्यू टावरतिर जानु पर्ला टाइम मिल्यो भने जानुपर्छ अरे कहाँ भ्यू टावर छ जानु होला नि डाँडा सबै देखिन्छ त्यहाँदेखि जानु त पर्छ टेम्पो भाडा तिर्ने भए जाने कसले टेम्पोको भाडा चाहिँ कसले तिर्ने जाने
कुकुर त अनि भेडा जस्तै छ त हौ है भेडा जस्तै छस् त नि त किन डिस्टर्ब गरेको यो कुन खालको भिडियो हो यो छायाले मात्र साथ दिन्छ भन्थ्यो मेरो त अनि तिमीलाई त अनि मान्छेले छायाले समेत साथ दिइरहेछ त मेरो त यहाँ र त मेरो छाया ठ्याक्कै तिमीसँगै पुगिरहेछ चिसो ठाउँमा चाहिँ फुलहरू चाहिँ साह्रो दामी फुल देखेर फोटो सुझ्दैछ पानी आमाला गुड मर्निङ सेवान यहाँ हाम्रो अवस्था जताततै पाहुना लागेपछि यता पनि बस्नु उता पनि बस्नु भन्नुहुन्छ त्यस्तो धरानमा छ त तर कस्तो दामी फुलहरू यो पहाडमा चाहिँ फुलहरू नै खतरा क्या मेरो छोरीलाई भिडियोमा फोटोमा पठाएको यो बिरालो भन्दै थियो यो कुकुर हो छोरी हेलो ह्यान्डसेक गर्ने त अर्को थियो चिसो लागेको हो तपाईँको रुँदैछ त नमस्ते गर्दैछ त्यो तिमीले लाउने दिन गयो त नि छोरा छोरीले पो लाउँछ नयाँ डिजाइन हो क्या यस्तो एउटा चाहियो मलाई कुन कलरको लाउँ सबै छान्छ त सबै हेर्छ सर कति कुरा बुझ्छिन् चाहिँ हाम्रो तुम्बाहरूको घर हिजो यहीँ बास बसियो तिमी कति बसेको अरे यहाँ तुम्बाहरूकोमा छुट्टी स्कुल छुट्टी हुने बित्तिकै यहीँ आएर बस्थ्यो अरे दाजुहरू बहिनीहरूसँग छुट्टी मनाउनु जहिले यहीँ आउँथ्यो अरे
उसको सम्झनामा धरानदेखि नै सुन्ने भनेर पर्सान उसको सम्झनामा यसको गीत सुन्दा सुन्दा अब छ भने लाउनु है तपाईँ तर मिल्दैन धेरै परेको हुँदैन ससुरालीमा आएर होटमा बसेर आनन्दले रिजर्भ गरेर मजाको हुनुहुँदो रहेछ अङ्कल औँसी डाँडासम्म रमाइलो गर्दै आइयो म चाहिँ एक्लै अहिले त मेरै हो गाडी मजाले बसेर जाँदैछु म चाहिँ ससुराली आइपुग्यो होला जस्तो लाग्नु थाल्यो घरहरू हेर्दाखेरि त्यस्तै लाग्छ अब 8-10 वर्षपछि 11 वर्षपछि आइँदैछ अलिकति चाहिँ बाँकी छ चाहिँ ससुराली गाउँ प्रवेश गरिसकियो आनन्दले बसेर पहिलो यो पोखरीहरू पिच्छी हो मलाई बिर्सेँ कि के हो केही यादै आएको छैन अब चाहिँ यो पारी चाहिँ यो चाहिँ हाम्रो घर जस्तो लाग्छ ससुराली घर चाहिँ यही हो कत्रो हल्दो यही हो आइपुग्यो अब आउनु बित्तिकै यहाँ तोङ्दा खानु त कहिले जा खानु थालेको झिरिङ्गो भयो त होइन ल हामी चाहिँ हाम्रो घरतिर लाग्दैछौँ धेरै वर्ष पछाडि हाम्रो घर चाहिँ सुनसान छ हाम्रो घर चाहिँ यहाँ माथि हो कोही पनि छैन हामी सबै तलतिर झरेपछि घर पनि
एक्लो भएको छ। यहाँ चाहिँ आमाले चाहिँ साबलाई देखाउँदै हुनुहुन्छ। यता कोसेली बोक्नु भएको छ। कसलाई लगिदिनु भएको? ससुरालाई? कहीँलाई ससुरा। यता यहाँ चाहिँ रोड आएर यहाँ हाम्रो काकीहरूको कान्छी काकीको घर। यो चाहिँ कान्छी काकी घर, त्यो चाहिँ काइला काकाको किचन चाहिँ यता माथि फेरि कान्छा काकाकै घर। पहिला हामी सानसानो हुँदा त यो रोडहरू केही थिएन, अहिले त रोड आएर पुरा रमाइलो घमाइलो भएको रहेछ। हामी चाहिँ घरतिर लाग्दैछौँ। हेलो, कस्तो फिल? गुड फिलिङ गुड। यता त हाम्रो कान्छी फुपूको घर। कान्छी फुपू पनि आज धरानदेखि हामीसँग आउनुभएको छ। आमा चाहिँ कति वर्ष पछाडि घर आउँदै हुनुहुन्छ? 4-5 वर्ष भयो। यो के पूजा गरेको आमा? यो त अर्कै पूजा हो, मैले थाहा पाइसकेँ। ए मैले थाहा पाइसकेँ। यो के खोलेको अरे भदैले? ए ब्याडमिन्टन। कबड हल। यस्तो विकसित भइसकेको छ हाम्रो गाउँ कबड हल। उता पारी खेसेराटो यहाँ उफ्रिँदै उफ्रिँदै हामी हुर्केको। पहिला बाटो त कहाँ भयो? पहिला यो यस्तो टाढा टाढा लाग्थ्यो, अहिले यत्रो यत्रो देख्छु। यिनीहरू त पुरा जङ्गल थियो नि। यो चाहिँ कुरो लटरम्म फलेको छ। पहिला यो कस्तो जङ्गल थियो। काइला काका जर्किन बोकेर आउँदै हुनुहुन्छ। कता हिँड्नु? पहिला हामी यहाँ अरूको गाई बस्तु यसरी बारी मलाउनु ल्याउँथ्यौँ क्या। कहिले निस्केर कुद्थ्यो। अरूको मलाउनु ल्याएपछि आफ्नो यस्तो स्याहार्नु पर्ने। सेवाहरू खर्च पर्नु। यहीँ थियो क्या ओखरको बोट पनि। यो चाहिँ हाम्रो पैँको बोट त मरेछ। यो हेर्न, यो चाहिँ हाम्रो राति भूत आउँछ भने यहाँ हाम्रो टोइलेट गर्ने ठाउँ। माथि टोइलेट गरेपछि अनि यहाँ पुरा पानी बग्थ्यो नि त। अनि यहाँ घारी थियो, पानी आउँथ्यो त नि हैन? यहाँ पुरा जङ्गल थियो, पानी बग्थ्यो। अनि ऊ यहाँ चाहिँ गोगुनको बोट। यहाँनिर कति गोगुन खान्थ्यौँ हामी। यो चाहिँ उयो धनमाया भदैनीहरूको बारी। मिल्छ। आमा धेरै नडराउनु न। यहाँनिर के धनमाया शान्ति भदैनीहरूले क्या यहाँ घाँस काट्दाखेरि त्यो यत्रो यत्रो रागे पाटे सर्पहरू काट्थ्यो। ऊ त्यो हेर्न अलैँचीको उयो के पो भन्छ? अलैँची सुकाउने। हाम्रो घर रुँदैछ, कुरो फल्या रहेछ। अनि घर लिप्या छ त? कसले लिपिदियो? ए ल, हाम्रो किचन हाम्रो दाजुले बनाएको। हाम्रो फोटो होला उहिलेको। ल, कति वर्षपछि यस्तो भएछ हाम्रो गुरान त। पारे जाउबारी हाम्रो फोटो त सबै खुइले छ। यो दाजुको, मन्जु र आमा, आमा म दाजु। ए यहाँ राजेन्द्र भाइ, सन्जित दाजु, बुढो माथि पिर्ती। यो पिर्तीको त मैले फोटो खिच्देको होला। यहाँ बसेर चाउचाउ खाँदैन। अघि बनाउनु थालेको नि।
यो मेरै फोटो जस्तो छ त के हो चाहिँ के हो हिरो ससुरालीमा अझै पनि मेरो फोटोहरू रहेछ यहाँ यो चाहिँ राजेन्द्र भाइ यो को भाइ पो अरे अनि यो म भयो यहाँ दाजु हुनुहुन्छ अनि यो चाहिँ एकदम जमानाको हिरो फोटो अरे यो चाहिँ मेरो यहाँ रहेछ अझै मसँग छैन घरमा तर यहाँ चाहिँ मेरो फोटोहरू रहेछ यहाँ घर नभए पनि हाम्रो फोटोहरू अझै यहाँ टाँसिरहेको रहेछन् अब हामी काइला काकाकोतिर जाँदैछौँ आमा र बुढिया हिँडिसक्नुभयो यस्तो यतादेखि हेर्दाखेरि घर चाहिँ यस्तो भएको छ पहिला बिहेमा आउँदाखेरि यहीँ बसेको होइन यस्तो भएछ है काका दाजुहरूको ससुराली के पो अरे जन्ती आउँदाखेरि बसेको यहाँ सोल्टिनीहरूसँग भक्कु नाचेको थियो दाजुहरू काकाहरू पहिला त यहाँ त पुरै बारी थियो झर्ना जानुपर्छ है एकछिन भाइ जाउँ तिमीलाई बाटो देख्दैन भैँसी अझै बाँध्यो पहिला भैँसी जाडोमा मर्छ रात पर्यो अब चाहिँ हामी फेरि कान्छा काकातिर फर्किँदैछौँ बतेर तल जानुहुन्छ है कान्छी सचिनको छोरी ससी हो ससी सचिनको छोरी नि त होइन अघि गएर पोखरी रहेछ यहाँ चाहिँ अलैँची बगान के खुट्टा लागेन अलैँचीको पानी सर गर्दैछ के हो यस्तो आमा त जिउले तल तान्छ कि क्या अस्ति तिमी त्यस्तै गर्दै थियौ त माथि गाउँ जाँदै किन डह्रो हुन्छ भनेको त्यस्तो खाएपछि चाहिँ डह्रो हुँदो रहेछ नि कस्तो दामी अलैँची बारी बनाउनु भएछ यहाँ काकाहरूले ल आज चाहिँ रात पर्यो आजलाई भिडियो यहीँ अन्त्य हुन्छ अर्को भिडियो हेर्नको लागि तपाईहरुले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ म्याङलुङको भिडियो आइसकेको छ हेर्न नभुल्नु होला अनि म्याङलुङदेखिको समदुखको भिडियो पनि आउनेछ आजलाई चाहिँ यति नै तपाईहरुको दिन शुभ रहोस्